हाई एभ्रिवान, आजको मेरो छोटो मिठो मिनी ब्लगमा सबैलाई स्वागत छ। आई होप सबैजना सन्चै हुन्छ, म पनि सन्चै छु। आजको मेरो बिहानीको सुरुवात रहेको छ। अब डेली रुटिन भन्दा पनि हुन्छ होइन। म चाहिँ डेली के गर्छु है त साथीहरू सबैजनाले हेरिदिनु होला। पहिला चाहिँ मैले चाहिँ आफ्नो बेड मिलाएँ। बेड मिलाइसकेपछि त्यसपछि हलको टेबल साफ गरेँ। टेबल साफ गरेपछि अनि हलको बेड पनि मिलाएँ। मिलाइसकेपछि त्यसपछि चाहिँ म आमाको रुममा गएँ। आमाको रुममा पनि बेड मिलाउनतर्फ लागेँ। आमाको रुममा पनि बेड मिलाइसकेपछि त्यसपछि चाहिँ मैले बाहिर चिचिना किनिसकेपछि त्यसपछि चाहिँ म झाडु लगाउनतर्फ लागेँ। आफ्नो रुममा लगाएर हलमा पनि लगाउन थालेँ। अनि त्यसपछि आमाको रुममा पनि लगाएँ। लगाइसकेपछि बाहिर चाहिँ पानी धेरै परेको थियो कि आज। अनि मैले चाहिँ म तल पनि साफ गर्थेँ नि त, आज चाहिँ बरन्डामा मात्रै गरेँ। त्यसपछि साफ गरिसकेपछि पुरै भिडियो बनाएँ सानो होइन। कस्तो भइरहेको छ, एकदम राम्रो देखेको थियो आज चाहिँ। अनि त्यसपछि चाहिँ म किचनतर्फ लागेँ। किचनमा पनि सरसफाइ गरेँ। पहिला चाहिँ म खाना बनाउनुभन्दा अगाडि नै किचन साफ गर्छु होइन। त्यसपछि किचन साफ गरिसकेपछि म चाहिँ दुध तताएँ। दुध तताइसकेपछि त्यसलाई सेलाउनतर्फ राखिदिएँ। अनि त्यसपछि चाहिँ आज चाहिँ टोयलेट धेरै गन्दा भएको थियो कि, त्यही भएर गर्नु त सरसफाइ हप्ताको 2 चोटि नै गर्छु। आज चाहिँ पूर्वा हुनाले आज चाहिँ मैले टोयलेट पनि साफ गरेँ। सफाइ गरिसकेपछि अब चाहिँ म रोटी खानतर्फ लागेँ। मैले चाहिँ राति नै रोटी हालेको थिएँ नि त, दुध पनि सेलाइसकेको थियो। अनि दुधसँग रोटी खाएँ। अब यस्तोमा त तातो चिजहरू खानु नमन्छ नि, त्यही भएर मैले चाहिँ सेलाउनतर्फ राखेको थिएँ। सेलाइसकेपछि त्यसपछि खाएँ। खाइसकेपछि 2 मिनट जति आराम गरेँ होइन। कति आराम गर्नुपर्छ, के गर्नु साथीहरू, यस्तो हो जिन्दगी, काम गर्नुपर्छ। अनि मैले चाहिँ दही राखेको थिएँ किचनमा चाहिँ। दहीबाट मही बनाएँ होइन। मही पनि बनाइसकेपछि त्यसपछि चाहिँ म दाल बनाउनतर्फ लागेँ। आज चाहिँ मलाई मुङको दाल खान एकदम मन लागेको थियो, त्यही भएर मैले मुङको दाल बसाइदिएँ। मुङको दाल बसाइसकेपछि त्यसपछि म चाहिँ मिक्सचर साफ गरेँ। मिक्सचर साफ गरिसकेपछि त्यसपछि आज चाहिँ डस्टबिनमा धेरै फुल खाएको थियो नि त। अनि त्यसलाई चाहिँ मैले बाहिर फ्याँकेर आइसकेपछि त्यसपछि चाहिँ दालको लागि म प्याज र लसुन काट्नतर्फ लागेँ। लसुनलाई छिलिसकेपछि त्यसलाई चाहिँ अब लसुन र प्याजलाई कट गरेर काट्नतर्फ लागेँ होइन। एकदम छिटो काट्छु कि म प्याज लसुन टमाटर तरकारी भने त 2 मिनटको काम हो मेरो। अनि दाल पनि पाकिसकेको रहेछ। त्यसपछि दाललाई म मिक्स गर्नतर्फ लागेँ। मिक्स गरिसकेपछि अब दालको लागि कराई राखिसकेपछि तेल हालेँ। त्यसमा तोरी थोरै जिरा हालिसकेपछि त्यसलाई भुटेँ होइन। अनि थोरै मसला हालेँ। मसला सबै हालिसकेपछि आज चाहिँ दाल एकदम मिठो भएको थियो कि, थोरै मुङको दाल हो नि त। मुङको दाल हो भने चाहिँ एकदम मिठो लाग्छ मलाई चाहिँ, अरूलाई त थाहा भएन। त्यसपछि म चाहिँ भात लगाउनतर्फ लागेँ। भात लगाइसकेपछि त्यसपछि चाहिँ आज चाहिँ मैले चाहिँ अचार बनाएन होइन। अचार चाहिँ खुर्सानी पुरा आएको छँदैछ। त्यसपछि चाहिँ म बाहिर गएँ। बाहिर चाहिँ टाउको धुनको लागि गएँ होइन। बाहिर चाहिँ पानी धेरै परेको थियो नि त आज। मैले टाउको साउको कोरेर पुरा होइन रेडी भएर अब चाहिँ म आराम गर्नतर्फ लागेँ। बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँला।